हेलो एभ्रिवान, गुड मर्निङ अनि नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो डे 5 मिनट ब्लगमा। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ मेरो छोरीको लागि खुवाउँदै गरेको झौली मामको रेसिपी राखेको छु। यो जाडो मौसमको लागि एकदमै हेल्दी, एकदमै राम्रो रहेको छ। हजुरहरूले पनि आफ्नो बेबीहरूलाई ट्राई गर्नु सक्नुहुनेछ। कुकरमा थोरै घिउ राखेर लसुन मेथी पुरा प्याज राखेर एकछिन मजाले कालो हुने गरी भुटिन दिने। त्यसपछि पाकेको फर्सी, गाजर, ब्रोकली, त्यसपछि बिटरुट राखेर मजाले एकछिन चलाइदिने। चलाइसकेपछि मजाले भुटिँदै गर्छ त्यतिन्जेलसम्म थोरै पालक पनि राखेर पालकलाई मजाले भुटिन दिने। त्यसपछि मटर पनि राख्नुहोस्। मटर राखिसकेपछि चामल र मसुरको दाल राखेको छु, त्यसलाई मजाले धोएर त्यसैमा राखेँ, मजाले भुट्न दिएँ। 1 वर्ष मुनिको बच्चालाई नुन दिनु हुँदैन, सो मैले हल्दी मात्र राखेर पानी राखेर एकछिन पाक्न छोडिदिएँ। त्यतिन्जेलसम्म आज घाम लागु भएर छोरीलाई नुहाइधुवाइ गर्न सुरु भयो। नुहाइधुवाइ गरिसकेपछि एकदमै जाडो लागेर रुन थालिन्। त्यसपछि हजुरआमा आइस्यो। हजुरआमा आएपछि हजुरआमासँग गफ गर्दै मक्खभरि सुनिरहेछिन्। त्यसपछि रमाउन थालिन्। आजको झौली माम रेसिपी पनि पाकेर रेडी भयो। सो आजको मिनी ब्लग यहीँ, बाई बाई, टेक केयर।